साथीहरू 2-4 दिन भयो कि मेरो बाबुले स्कुलबाट आउने बित्तिकै आज त मलाई खाजामा केक चाहिन्छ भनेर झगडा गर्न थालेको नि। यत्रो दिन भइसक्यो साथीहरू। अब फेरि म बजार जाने काम परेको भए पनि उसलाई केक लिएर आइदिउँ भन्न हुन्थ्यो साथीहरू, त्यो पनि छैन। घर नजिकै बेकरी भएको भए पनि मैले उसलाई केक लिएर आइदिन्थेँ साथीहरू। अनि मलाई रिस उठ्यो कि उसले दिनकै केक ल्याऊ भन्न थालेपछि त म त हैरान भएँ। उसलाई गाली गर्दै भन्न थाले, छैन केक चाहिँ कहाँको केक ल्याउने हो, म पछि बजार जाँदाखेरि लिएर आइदिन्छु भन्न थालेको त उसले त फेरि मलाई जिस्काउँदै पो भन्छ, हजुरलाई घरमा केक बनाउन आउँदैन, अरूको मामुले त घरमै केक बनाइदिनुहुन्छ, ल हेर्नु त भनेर मोबाइल ल्याउँदै भिडियो पो देखाउँछ साथीहरू। भिडियो हेरेर त म त छक्क परे, बाबुले त यो पो भन्न थालेको रहेछ। अनि फेरि मैले यसो मार्टमा गएर यसलाई चाहिने ब्रेड अन्डाहरू लिएर आएँ साथीहरू। दुध त घरमै भइहाल्छ। अनि उसको लागि मैले यो सजिलो ब्रेड पुडिङ बनाइदिएँ साथीहरू। यसको नाम चाहिँ खासमा ब्रेड पुडिङ रहेछ। खाना पनि यति मिठो रहेछ साथीहरू, हजुरहरू पनि ट्राई गर्नु है त।